जतिको विश्वासिलो पनि हुन छोड आजकलको बिहे होइन। छुट्टिनु पर्ने भए बिहेको नाटक किन गर्नु? घर परिवार गाउँ समाजलाई किन झुक्याउनु? अनि सिन्दुर त लाएर बसेकी छस् त। सम्बन्धै नभए मान्छेको सिन्दुर किन लाएर हिँड्छेस्? जे भए पनि मन्दिरमा गएर बिहे गरेको, यसै त कसरी सिउँदो खाली राख्नु? अब उसैको सम्झनामा बस्ने हो भने लगाएर बस्छ, नत्र अर्को घरबार गर्ने हो भने छोडेर गएको लोनीको सिन्दुर नलगाएकै राम्रो। तेरो त बिहा गर्ने बेलै भएको छैन, के गर्नु बुद्धि बिगारिहालिस्, नत्र हाम्रै बसन्तसँग बिहे गराइदिनुहुन्थ्यो। अब तेरो दिदीको कोखबाट जाय जन्म नहुने भएपछि अरू केटी भित्र्याएर ऊ माथि सौता हाल्नु भन्दा तँलाई नै भित्र्याउन पाए उसलाई